हेलो साथीहरु, स्वागत छ हजुरहरुलाई मेरो नयाँ भिडियोमा। आजको भिडियोमा हामी एउटा युट्युब च्यानल कसरी बनाउने देखि लिएर त्यसमा भिडियो अपलोड गर्दासम्मको प्रोसेसलाई म आज देखाउने छु। हजुरहरु पनि यस्तै युट्युब च्यानल बनाउन चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। युट्युब च्यानलको लागि सुरुमा हामीलाई एउटा जिमेल चाहिने गर्छ, जसको लागि म गुगल खोल्छु। यहाँ हजुरलाई जिमेल बनाएर पनि देखाउँछु। यसको लागि लेफ्टमा रहेको माथि टप साइडमा रहेको के यहाँ मेरो के देखाएको छ यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि हाम्रो यो एउटा इन्टरफेस खुल्छ। यहाँ आइसकेपछि क्रिएट अकाउन्ट गरेर फर माई पर्सनल युज क्लिक गरेर आफ्नो नाम राख्नु होला। नाम राखिसकेपछि यहाँ एउटा आफ्नो जिमेलको नाम चुज गर्न आउँछ, जुन हजुरले चुज गर्नु होला अनि पासवर्ड राखेर नेक्स्टमा क्लिक गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ हाम्रो जिमेल बनिसकेको छ। यो बनाइसकेपछि आफ्नो युट्युब ओपन गर्नु होला। युट्युब ओपन गरेपछि लेफ्टमा क्लिक गरेर स्विच आइकनमा चेपेर अनि अहिले बनाएको जिमेललाई लगइन गर्नु होला। अनि यहाँ आफ्नो नाममा क्लिक गरेर अब हामी च्यानल क्रिएट गर्छौँ, जसको लागि नाम एउटा राम्रो नाम सोचेर आफूले लेख्नु होला। म आफ्नो च्यानलको नाम यहाँ लेख्न गइरहेको छु। यो एउटा इक्जाम्पल च्यानल मात्र हो। अनि यहाँ ह्यान्डल पनि आफ्नो इच्छा अनुसार राख्नु होला। अनि क्रिएटमा चेपेपछि हाम्रो च्यानल क्रिएट भइसक्छ। अब यसलाई हामीले कस्टमाइज गर्छौँ, जसको लागि सुरुमा हामीले डिस्क्रिप्सन लेख्छौँ। यसको लागि हामी एआईको हेल्प लिन्छौँ र म डिपसिक युज गरिरहेको छु। हजुरहरू जुनसुकै एआई पनि युज गर्न सक्नुहुन्छ। यहाँ आफ्नो च्यानलको नाम दिएर एउटा डिस्क्रिप्सन लेख्न लगाउँछौँ हामी। देख्न सक्नुहुन्छ यसले डिस्क्रिप्सन दिइसकेको छ। अब हामी आफूलाई राम्रो लागेको चुज गरेर कपी गरेर हाम्रो च्यानलमा गएर पेस्ट गर्छौँ। हाम्रो डिस्क्रिप्सन भइसकेको छ। अब यसमा लोगो ब्यानरहरू लगाउँछौँ हामी लोगो ब्यानर पनि एआईकै मद्दतले क्रिएट गर्नेछौँ। यहाँ देख्न सक्नुहुन्छ म सुरुमा लोगोको लागि प्रम्प्ट माग्छु। अनि त्यसलाई कपी गरेर इमेज जेनेरेसन टुलमा जान्छु। म जुनसुकै टुल पनि युज गर्न सक्नुहुन्छ। म ChatGPTबाट क्रिएट गर्छु। हाम्रो प्रम्प्टलाई यहाँ लिएर पेस्ट गरेपछि ChatGPTले हाम्रो लागि लोगो बनाउँछ। यहाँ देख्न सक्नुहुन्छ हाम्रो लोगो बनिसकेको छ। यसलाई डाउनलोड गर्नु होला। अब हामी यसैसँग रिलेट हुने कभर ब्यानर पनि बनाउन लगाइदिन्छौँ ChatGPTलाई। हाम्रो ब्यानर पनि रेडी भइसकेको छ। यसलाई पनि डाउनलोड गर्नु होला। अब हामी ब्यानर र लोगोलाई अपलोड गर्छौँ युट्युब च्यानलमा गएर। पहिला लोगो अपलोड गर्छौँ। भर्खरै क्रिएट गरेको लोगोलाई क्लिक गरेर यहाँ सेभ गर्नु होला प्रोफाइल पिक्चरमा। ब्यानर पनि लगाउँछौँ। ब्यानरको साइज मिलेको छैन, हामीले यसलाई मिलाउनु पर्ने हुन्छ, जसको लागि पिक्सल ल्याब
डाउनलोड गर्नुपर्ने हुन्छ। प्ले स्टोरबाट डाउनलोड गर्नु होला अनि आफ्नो त्यो ब्यानरलाई यहाँ इम्पोर्ट गर्नु होला अनि यसको साइजलाई एडजस्ट गरेर मिलाउनु होला अनि ब्याकग्राउन्डलाई पनि हामीले वाइट गर्छौँ। हाम्रो ब्यानर रेडी भइसकेको छ। अब यसलाई सेभ गरेर हामी अपलोड गर्छौँ। एडजस्ट गरेर अपलोड गर्नु होला। ब्यानर रेडी भइसकेको छ। लोगो र ब्यानर हामीले लगाइसकेका छौँ, यहाँ देख्न सक्नुहुन्छ। अब हामी यसलाई कस्टमाइज गर्छौँ, ट्याग्सहरू लगाउँछौँ, जसको लागि हामी युट्युब स्टुडियोमा जानुपर्ने हुन्छ। यहाँ युट्युब स्टुडियोमा क्लिक गरेर ओपन गर्नु होला। ओपन गर्ने बित्तिकै यहाँ यस्तो इन्टरफेस आउँछ। अब हामी चाहिँ इम्पोर्टेन्ट सेटिङहरू गर्छौँ, जसको लागि यहाँ सेटिङको आइकनमा क्लिक गर्नु होला अनि यहाँ गएर आफ्नो कन्ट्रीलाई चुज गर्नु होला। च्यानलमा क्लिक गरेर बेसिक इन्फोमा अनि च्यानलको लागि चाहिँ हामीले किबोर्डहरू राख्नुपर्ने हुन्छ आफ्नो च्यानल रिलेटेड। हजुरहरूले आफै पनि किबोर्डहरू लेख्न सक्नुहुन्छ, नाइ भने एआईको मद्दतले पनि लेखाउन सक्नुहुन्छ। म एआईबाट किबोर्डहरू लेखाएर यहाँ राखेर देखाउँछु हजुरहरूलाई, जसको लागि एआई टुलमा जानु होला अनि यहाँ किबोर्ड दे भनेर लेख्नु होला। यहाँ एआईले हजुरलाई किबोर्ड दिनेछ, त्यसलाई कपी गरेर यहाँ गएर पेस्ट गर्नु होला किबोर्डको सेक्सनमा। देख्न सक्नुहुन्छ हाम्रो किबोर्डहरू लागिसकेको छ। यहाँ फोन नम्बरबाट भेरिफाई गर्नुपर्ने हुन्छ, जुन हजुरहरूले गर्नु होला। म अहिले यो भेरिफाई गर्दिनँ। अनि अपलोड डिफल्टमा गएर हजुरहरूले यहाँ क्याटेगोरी चुज गर्नुपर्ने हुन्छ। हजुरहरू आफ्नो च्यानल अनुसार क्याटेगोरी चुज गर्नु होला। म यहाँ पिपल एन्ड ब्लग चुज गर्छु। यति गरेपछि यहाँ ल्याङ्ग्वेज चुज गर्नुपर्ने हुन्छ। हामी नेपाली भएकोले नेपाली चुज गर्छु म। त्यसपछि हामी यो टाइटलको ल्याङ्ग्वेज पनि इङ्ग्लिसमा राख्छौँ। टाइटलको ल्याङ्ग्वेज यति गरिसकेपछि हामी यसलाई सेभ गरिदिन्छौँ। यहाँ हामीले आफ्नो इमेलहरू राख्न सक्छौँ अनि अरू लिङ्कहरूलाई पनि एड गर्न सक्छौँ अरू एकाउन्टको। हजुरहरूले राख्नु होला आफ्नो इमेललाई। यहाँ फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम सबैको लिङ्कहरूलाई यहाँ एड गर्न मिल्छ। हजुरहरूसँग छ भने एड गर्नु होला। अहिले मसँग नभएकोले म यहाँ एड नगरी यो भिडियो एड नगरिराख्छु। यति गरिसकेपछि हाम्रो च्यानल रेडी हुन्छ अपलोड गर्नको लागि। म हजुरहरूलाई एउटा
सर्ट भिडियो अपलोड गरेर पनि देखाउँछु, जसको लागि यो प्लस आइकनमा क्लिक गर्नुपर्ने हुन्छ। म क्लिक गर्छु है त। So excited to show you these colorful, unique प्लस आइकनमा क्लिक pieces from our गरिसकेपछि latest आफ्नो भिडियोलाई sustainable collection. चुज गर्नु होला। यो चुज गरेपछि नेक्स्ट गर्नु होला अनि Welcome to my new boutique. यहाँ I'm भिडियो so सिलेक्ट excited भइसकेको to छ। show you these यसलाई colorful, नेक्स्टमा क्लिक unique गरेर pieces from our आफ्नो भिडियोको यहाँ टाइटल लेख्नु पर्ने हुन्छ, क्याप्सन। म यहाँ लेख्छु एउटा क्याप्सन। यहाँ आफ्नो भिडियो रिलेटेड ह्यासट्याग पनि लगाउनु नभुल्नु होला सर्ट्समा। यसलाई अनलिस्टेडमा राखेर अपलोड गरिदिनु होला। अपलोड भइसकेपछि 3 डटमा क्लिक गरेर यसलाई एडिट गर्नुपर्ने हुन्छ। यसमा डिस्क्रिप्सन ट्याग्सहरू लगाउनु पर्ने हुन्छ। म यहाँ लगाएर देखाउँछु। आफ्नो भिडियो अनुसार डिस्क्रिप्सन ट्याग्सहरू लगाउनु होला। अल्टर कन्टेन्टमा एआईबाट बनाएको भए नत्र भने नो गर्नु होला। अनि ट्याग्सहरू पनि भिडियो अनुसार आफै लगाउनु होला। म यहाँ 1-2टा लगाएर देखाउँछु हजुरहरूलाई। यति गरिसकेपछि यहाँ पेन्सिल जस्तो आइकनमा क्लिक गरेर हामीले एउटा थम्बनेल चुज गर्नुपर्ने हुन्छ सर्चमा। जुन राम्रो फ्रेम आएको छ त्यसैलाई नै थम्बनेल बनाउनु होला। अनि यसलाई पब्लिकमा क्लिक गरेर अब हामी पोस्ट गर्छौँ यो भिडियोलाई। यो हाम्रो भिडियो अपलोड भइसकेको छ, यहाँ देख्न सक्नुहुन्छ। यसरी हजुरहरू पनि आफ्नो युट्युब च्यानल बनाउन सक्नुहुन्छ। यो भिडियो यदि राम्रो लाग्यो भने च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। हामी यस्तै अरू पनि भिडियोहरू ल्याउनेछौँ। फेसबुक, टिकटक, इन्स्टाग्राम सबैको एकाउन्टहरू कसरी बनाउने प्रोफेसनल भनेर हामी अरू भिडियोहरू ल्याउनेछौँ, जसको लागि चाहिँ च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला।